हेलो साथीहरु, अब चाहिँ म यहाँ है अस्ति थुप्रैले सोध्यो कि के बनाएर खाको भनेर हो। अन्त त्यो चाहिँ एउटा वेट लसको लागि चाहिँ मैले अब होम रेमेडी भनौं न, त्यो एउटा घरकै घरेलु चीजहरुले चाहिँ मैले बनाएको थिएँ हो। धेरैले सोध्यो र आज चाहिँ म तपाईहरुलाई देखाउँछु कि त्यो कसरी बनाउँछ भनेर। ल यहाँ चाहिँ प्यान तातिसक्यो र अब चाहिँ म जिरा हाल्दैछु। यसमा चाहिँ फर्स्ट हो एक चम्ची, दुई चम्ची, दुई चम्ची, तीन चम्ची, चार चम्ची। अब चाहिँ हाल्नुपर्छ सोप, अजवाइन, यहाँ चाहिँ अरु खाली केही छैन, अरु चाहिँ केही छैन, खाली सौंफ, जीरा, अजवाइन मात्रै छ हो। अब यसलाई चाहिँ गोल्डन ब्राउन भइन्जेलसम्म चाहिँ भुन्नुपर्छ। र नेक्स्ट स्टेप चाहिँ के हुन्छ म बताउँछु तपाईहरुलाई। ल यो चाहिँ एकदम अब के भन्नु, होममेड है। अब चाहिँ के दबाईहरु खाएर मोटेको, त्यो अहिले त के पाउँछ नि त, घट्नुको लागि मोटा भयो भनेर घट्नु पाउँछ, घट्यो भनेर मोटिनु पनि पाइहाल्छ हो। अब त्यो दबाई मोटो हुनेले चाहिँ अब दबाई त्यसरी नखाइरहेर अब त्यसमा के हुन्छ कसो हुन्छ त्यो हामीलाई थाहा हुँदैन। अब यो भनेको चाहिँ एकदम हामीले आफै आँखा अगाडि बनाएको हुन्छ नि त हो। अन्त एकदम के भन्नु, अब यो अर्ग्यानिक जस्तै हो, घरमै होममेड वेट लस हुन्छ। अब यो चाहिँ हो वेट लस मात्रै हैन, यो तपाईहरुलाई अब इन्डाइजेसनको प्रब्लमहरु छ भने त्यो त्यसको लागि पनि राम्रो हो, स्किनको लागि पनि राम्रो, सबको लागि राम्रो रहेछ। धेरै बेनिफिट, यसको हेल्थ बेनिफिट चाहिँ पुरै रहेछ हो। यो त वेट लसलाई मात्रै नभएर अब कोलेस्ट्रोलहरुको लागि पनि राम्रो रहेछ, सबको लागि अब धेरै कुराको लागि राम्रो रहेछ नि, जान्यो भने त हो। त्यही भएर चाहिँ अब चाहिँ यो चाहिँ मैले खाएको अस्ति 20 तारिक दिन खाएको हैन हामीले, म र आमाले। आज 29, 9 दिन टक्कै भयो र पनि कन्टिन्यू खान्थे। बिहान बेला कसरी खानुपर्छ भनेर पनि म भन्छु, अहिले एकछिनमा पर्खिनुहोस् हो। भिडियो चाहिँ लास्टसम्म हेर्नुहोस्। अब यो पछि त स्टेप के हुन्छ सबै देखाउँछु म। अब चाहिँ यो यस्तो गोल्डन ब्राउन भइसकेको छ र अब चाहिँ यो एकदम रेडी छ। यो यतिको भएपछि चाहिँ तपाईहरुलाई सेन्ट पनि आउन थाल्छ, सबै मिक्स भएको हो। र अब चाहिँ नेक्स्ट स्टेप चाहिँ हुन्छ यसको, यसलाई कुट्नु पर्ने, मतलब यसलाई चाहिँ पिस्नु पर्छ। यतिको भएपछि चाहिँ एकदम आम्बा फुडेको हेर्नु न, तातोमै पिसेर यसरी बाफ फुड्दैछ। यतिको भएपछि चाहिँ एकदमै यो पर्फेक्ट छ। यसलाई ज्यादा धुलो पनि बनाउनु हुँदैन हो, यतिको चाहिँ ठिक्कै छ। यो चाहिँ तपाईहरुले यसरी पिसेर स्टोर गरेर यसरी राख्न सक्नुहुन्छ काचको बोतलमा हो। अन्त यो चाहिँ अब बिहान बिहान पिस्नु अल्छी हुन्छ नि त, त्यही भएर चाहिँ एकैचोटी पिसिराख्यो, त्यहाँदेखिको बिहान बिहान आफूलाई है एकजना भने अब 1 चम्ची, त्यसै 2 जना 2 चम्ची गरेर चाहिँ खाली पेटमा बिहान तपाईहरुले खानुहोस्। अब चाहिँ यसमा तातो पानी हाल्नुहोस्, एउटा भाँडा लिएर चाहिँ हो, तातो पानी हाल्नुहोस्। तपाईलाई कति, अब 1 ग्लासको लागि हो, यो चाहिँ मैले अब 2 जनाको लागि बनाउँदैछु, त्यो भएर चाहिँ 2 जनाको लागि चाहिँ मैले बिसाउँदैछु। यो चाहिँ यहाँ चाहिँ छ 1 चम्ची, दुई चम्ची। यहाँ चाहिँ मैले भिजाइसकेको छु बिहानको लागि हो। बिहान जस्तो तपाईले बिहान खानु छ भने चाहिँ बेलुकै यसलाई भिजाएर राखिराख्नुहोस्, तातो पानीमा, कम्ती तातो पानीमा भिजाएर राख्नुहोस्। र बिहान चाहिँ यो सेलिएको हुन्छ हो, त्यो भएर बिहान चाहिँ तपाईले यसमा तातो पानी फिटेर मनतातो गरेर चाहिँ खाँदा हुन्छ। र यसलाई त्यही चाल्नीमा चालेर चाहिँ यसको चाहिँ पानी पिउनुहोस् बिहान खाली पेटमा। बिहान उठेर पानी पनि नपिकन सिधै खाली पेटमा चाहिँ यो कन्टिन्यू खानुहोस् हो। एकदम तपाईलाई रिजल्ट थाहा पाइहाल्नुहुन्छ कि अब के कस्तो हुँदैछ के हुँदैछ भनेर। म चाहिँ यहाँ अब आमाको अब रिजल्ट सोध्छु, पर्खिनुहोस्। आमाले पनि म सँगसँगै खाएको 9 दिन भइसकिसक्यो खाएको हो। आमा र मैले सँगसँगै सुरु गरेको भनौँ न। अन्त अब आमाको रिजल्ट सुन्नुहोस् के हुँदैछ, रेस्पोन्स कस्तो रहेछ यसको बारेमा। ल यो चाहिँ फेरि खाली पेटमा खानुपर्छ है बिहान। ल
पानी पनि नखाइकन खानुस्। पुरा डक्टर जस्तो लागिसक्यो मलाई यसरी भन्दाखेरि त खाली पेटमा खानुपर्छ। लु आमा भनिदिनुहोस् कस्तो लाग्यो तपाईँलाई त्यो बिहान बिहान तपाईँले खानु हुँदैछ होइन खाली पेटमा कस्तो लाग्यो? मलाई त एकदम राम्रो लाग्यो किनभने अलिक घटेको जस्तो लाग्दैछ पहिलाखेरि। हाम्रो आमा चाहिँ साह्रै मोटी भएको नि त आमा साह्रै मोटी भएको थियो अस्तितिर त। अस्ति त यत्रो थिएँ अलिअलि घटेको छ। लुगाहरू एउटा थाहा पायो? यो लुगाहरू हुन्थेन मलाई। ग्यासको प्रब्लम कस्तो भयो अहिले? ग्यास पनि सन्चो हाम्रो आमालाई ग्यास हुन्छ नि त पुरा। राम्रो हो तपाईँहरूले पनि युज गर्नुहोस् त्यो बिहान बिहान खाली पेटमा है। मलाई त राम्रो लाग्यो तपाईँहरूलाई अब पनि ट्राई गर्नुहोस् अनि कस्तो लाग्छ भन्नुहोस् होला प्लिज। मैले पनि याद गरेको थिइनँ कि घट्यो भनेर। तक्दा जाँदाखेरि त्यो पेन्ट लाग्थ्यो सधैँ लाउने पेन्ट होइन फोन गोजीमा हालेको त होइन पेन्ट कम्मर यस्तो भयो फोन गोजीमा हाल्दा त कि ए मेरो पेट अलिक घटेछ है भन्ने भयो। सुनिहाल्नु भयो रेस्पोन्स हामी दुईजनाकै ढाँटेको होइन यो त एकदम सत्य सत्य बोलेको सत्य सत्य बकेको हो सत्य सत्य बोलेको हो। सबैले एकपल्ट चाहिँ ट्राई गर्नुहोस् अब त्यसपछि त्यसको रिजल्ट आफै थाहा पाइहाल्छ। बाई बाई। यो चाहिँ खाली पेटमा बिहान उठेर खानुहोस् होला। बाई बाई। यो चाहिँ डक्टर श्वेता यो चाहिँ श्वेता डक्टरको रेकमेन्डेसन हो। मैले पनि युट्युबबाटै सिकेको थिएँ हो। अब मैले पनि तपाईँहरूलाई भन्दैछु सेयर गर्दैछु मेरो एक्सपिरियन्स पर्सनल एक्सपिरियन्स सेयर गरेको। मलाई चाहिँ एकदम राम्रो लाग्यो। तपाईँ पनि ट्राई गरेर हेर्नुहोस्। बाई बाई।